नेपाली साहित्यकार अमर न्यौपानेद्वारा लिखित गुलाबी उमेर उपन्यासले 13 देखि 19 वर्ष उमेरका किशोर किशोरीहरूको भावना, सङ्घर्ष, आकर्षण र जीवनको वास्तविकतालाई निकै सुन्दर ढङ्गले प्रस्तुत गरेको छ। आजको भिडियोमा हामी बुझ्छौं किन गुलाबी उमेर केवल एउटा उपन्यास होइन, बरु सबै युवाहरूको वास्तविक भावना हो। आँधीलाई चाहिँ सम्हाल्न गाह्रो, तर सम्हालिसकेपछि बहार जस्तै सुबासिलो लाग्ने उमेर यही हो। पहाडलाई चाहिँ अँगाल्न गाह्रो, तर अँगालिसकेपछि प्रेम जस्तै मिठो लाग्ने उमेर पनि यही हो। बादल चाहिँ उडेका सपनालाई कपास सम्झिएर धागो बनाउने अनि बार बार बुन्ने र उधार्ने उमेर पनि यही हो। आफ्नै तन र मनलाई आफैले हुँदा समेत आफूलाई मन परेको मानिसलाई छोए चाहिँ आनन्द लाग्ने उमेर पनि यही हो। सम्भव जस्तै लाग्ने कल्पना, महामानवको जस्तै लाग्ने सम्भावना, मरुभूमिमा स्वर्गीय सपना देख्ने जाँगरको सागर भएको उमेर पनि यही हो। जीवनको यात्रा शिखरको पनि हुनसक्छ, सुलीको पनि। यी दुवै गन्तव्यमा पुर्याउन साइटको शिलान्यास गर्ने उमेर पनि यही हो, गुलाबी उमेर। यही गहिरो भावना र संवेदनालाई बोकेको उपन्यास हो गुलाबी उमेर, जसलाई नेपाली साहित्यकार अमर न्यौपानेले लेख्नु भएको हो। यो उहाँको चौथो उपन्यास हो र यसले विशेष गरी 13 देखि 19 वर्ष उमेरका समूहका किशोर किशोरीहरूको मानसिक र शारीरिक परिवर्तनको कथा प्रस्तुत गर्छ। यो केवल एउटा प्रेम कथा होइन, यो किशोर मानवको द्वन्द्व, सपना, भावना, आकर्षण, डर र भविष्यप्रतिको अन्योलको कथा हो। हामी सबैको जीवनमा एउटा यस्तो समय आउँछ जहाँ सानो कुराले धेरै खुसी दिन्छ, सानो शब्दले मन दुख्छ र कसैको एउटा मुस्कानले दिनभर खुसी बनाइदिन्छ। त्यही उमेर हो गुलाबी उमेर। उपन्यासका पात्रहरू आफ्नो जीवनलाई बुझ्ने प्रयास गरिरहेका हुन्छन्। उनीहरूलाई माया के हो भन्ने जिज्ञासा हुन्छ, भविष्य कस्तो हुन्छ भन्ने डर हुन्छ र आफू वास्तवमै को हुँ भन्ने खोजी पनि। कथाले देखाउँछ किशोर उमेर बाहिरबाट रमाइलो देखिए पनि भित्र अनेक सङ्घर्षले भरिएको हुन्छ। कहिलेकाहीँ उनीहरू भावनामा बग्छन्, कहिलेकाहीँ गलत निर्णय लिन्छन् र कहिलेकाहीँ आफूलाई एक्लो महसुस गर्छन्। तर यही उमेरले मानिसलाई जीवन बुझ्ने सिकाउँछ। अमर न्यौपानेले उपन्यासमा किशोर अवस्थाको मनोविज्ञानलाई अत्यन्तै वास्तविक तरिकाले प्रस्तुत गर्नुभएको छ। विद्यालयको वातावरण, साथीहरूसँग बिताएका क्षणहरू, पहिलो आकर्षण, पहिलो चोट, यी सबै कुरा पढ्दा पाठकलाई आफ्नै जीवन सम्झिएको जस्तो महसुस हुन्छ। यो पुस्तकको सबैभन्दा ठुलो सन्देश के हो भने 13 देखि 19 वर्षका किशोर किशोरीहरू सामान्यतया गम्भीर हुँदैन जस्तो देखिए पनि वास्तवमा यही नै जीवनको सबैभन्दा गम्भीर उमेर हो। किनकि यही उमेरमा मानिसले आफ्नो सोच बनाउँछ, आफ्नो सपना बनाउँछ र कहिलेकाहीँ आफ्नो भविष्यको दिशा पनि तय गर्छ। यदि यही उमेरमा सही मार्गदर्शन पाइयो भने जीवन सुन्दर बन्न सक्छ र यदि भावना र निर्णय गलत दिशामा भए भने जीवन कठिन पनि बन्न सक्छ। गुलाबी उमेरले यही यथार्थलाई निकै सुन्दर ढङ्गले देखाएको छ। यो पुस्तक पढ्दा तिमी केवल कथा पढिरहेको हुँदैनौ, तिमी आफ्नो पुरानो उमेर, पुराना भावना र पुराना सम्झनाहरू फेरि बाँचिरहेको हुन्छौ। सायद यही कारणले यो उपन्यास धेरै युवाहरूको मनमा बसेको छ। यदि तिमी किशोर जीवन, भावना, फ्रेन्डसिप, प्रेम र जीवनको वास्तविकतालाई बुझ्न चाहन्छौ भने गुलाबी उमेर अवश्य पढ्नुपर्ने पुस्तक हो। र अन्त्यमा गुलाबी उमेर सधैँ रहनेछ, तर त्यो उमेरले सिकाएको पाठ पनि जीवनभर साथ रहनेछ। यदि मेरो भिडियो मन पर्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोला। फेरि भेटौँला अर्को पुस्तकको नयाँ सारांशसँग।